ओहायो गोजाइमास। म चाहिँ आज हाचियोजीको बारेमा हाचियोजी सी भनेको चाहिँ हाचियोजी वार्ड हो। जस्तै यसको बारेमा फोहोर फाल्ने तरिका भन्न गइरहेको छु। यहाँ फोहोर फाल्दाखेरि चाहिँ दुईटा प्लास्टिक हुन्छ, एउटा निलो हो एउटा पहेँलो। अनि फोहोर फाल्दा चाहिँ अब जस्तै यो अब यस्तो अब यहाँ देखिरहनु भएको छ, यस्तोहरू फाल्नु परेन। यहाँ निलो प्लास्टिकमा हालेर फाल्नु होला। अब जुत्ता जस्तो चिजहरू, अब यो तेलको डिब्बाहरू जस्तो यिनीहरू चाहिँ सबै निलो प्लास्टिकमा हालेर फाल्नु होला, जल्ने सामानहरू सबै। अनि अर्को कुरा चाहिँ यो सिसा, फुटेको सिसाहरू जस्तै हो। फुटेको सिसा, चक्कुहरू, धारिलो पदार्थ फाल्नु परेन। पहेँलो प्लास्टिकमा हालेर यो किकेन भनेको चाहिँ डेन्जर हो, किकेन लेखेर फाल्नु होला। अनि अब जस्तै बियरको बोतलहरू, क्यानहरू फाल्नु परेन। सबै क्यानको बक्समा मात्र हाल्नु होला। यो चाहिँ बिन भनेको चाहिँ सिसाको हो, सिसाको बोतलहरू जस्तो सबै सिसाकोमा मात्र फाल्नु होला। अनि पेटको बोतल, प्लास्टिकको बोतल